हुल्लङ्गा केही पनि गरे होइन। भिडभाडको 3 साथी जम्मा हुँदै गर्दा यसलाई भिडभाड गर्नु जम्मा हुन्छ त। अस्ति सारा जल्दाखेरि केही पनि रोकिएन। अब होइन अब हाम्रो राष्ट्र प्रमुख खोजीमा हो नि त हामी त। अब हामी कहाँ गएर भन्ने त? घर एटलिस्ट हाम्रो सार्वजनिक वक्तव्य त आउनु पर्यो नि त राष्ट्रपतिको। हामी शान्ति सुरक्षा बिटोल्न आएको हामी देशको स्थिति गम्भीर भयो। तपाईँलाई नै हाम्रो एकदम रिक्वेस्ट छ, हाम्रो चाहिँ राष्ट्र प्रमुखको चाहिँ मेसेज हामीसँग चाहिँ सारा जनतासँग पुर्याइदिनु पर्यो। कहाँ छ, के भइरहेछ हामीले पनि त सुन्न पाउनु पर्यो। हामी पनि नेपाली नागरिक हो नि। जस्तो केही कन्डिसन गरेर हामी आएको, किनकि हाम्रो अब त्यही त हाम्रो अब 2-3 दिन यत्रो भइसक्यो। देश नरहला भन्ने स्थिति आइसक्यो। तपाईँहरू पनि प्लिज बोल्नुहोस् यो विषयमा। गम्भीर स्थिति आइसक्यो, तपाईँहरूले पनि बोल्ने स्थिति निर्माण भइसक्यो। देश नरहला भन्ने स्थिति भइसक्यो। हामी भुलदङ्गा गर्न आयो होइनौ, हामी संविधान सम्मत हामी राष्ट्र प्रमुख खोज्न आएको हो। हामीलाई चाहिँ राष्ट्र प्रमुखको चाहिँ वक्तव्य चाहियो, त्यही हो। हामी त्यो भएन, हामी कुरो हामी जानु पर्यो। राष्ट्रपतिले बोल्नु पर्यो, राष्ट्र प्रमुखले बोल्नु। सर्वप्रथम राष्ट्रपतिले बोल्नु पर्यो। दोस्रो कुरा चाहिँ संविधान अनुरूप जे हो त्यही अनुसारले अगाडि बढ्नु पर्यो। हामी शान्ति सुरक्षा भङ्ग गर्दैनौँ। हजुरहरूलाई पनि रिक्वेस्ट, हजुरहरू पनि सुसम्मान राष्ट्र जोगाउन लाग्नु पर्यो। यही बस्नु तर यो संविधानको रक्षा गर्न तपाईँहरू पनि हिँड्न आवश्यक छ। राष्ट्र प्रमुख कहाँ हराउनु भयो? राष्ट्रपति हाम्रो राष्ट्रपतिको चाहिँ सामूहिक थाहा पाउनु पर्यो नि। हस्तक्षेप गर्ने स्थिति निर्माण भइसक्यो। तपाईँहरू देशको एटलिस्ट भर्चुअली भए पनि हामीलाई थाहा पाउनु पर्यो नि। हामीलाई चाहिँ पुरै